सशस्त्र गर्ला इच्छात्मक कवायद पंक्ति खोलना पंक्ता खोल मिल इच्छात्मक कवायद Mr. Bimalendra Nidhi is arriving in the program. The chief guest of this parade, Right Honorable Prime Minister of Nepal, Mr. Pushpakamal Dahal is arriving in the passing out ceremony. नरबहादुर साउद मञ्चतर्फ आउँदै हुनुहुन्छ। श्रीमान इच्छान्तको आवाज निरीक्षणको लागि तयार छ। साथमा यस प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशकज्यू समेत सम्मिलित रहनु भएको छ भने स्कटिङ गरिरहेका छन् प्रशिक्षार्थी प्रहरी निरीक्षक द्वय किशन बस्नेत र विशाल तामाङ। अब दीक्षित भइजाने प्रशिक्षार्थीहरूबाट कवाच प्रदर्शन हुन गइरहेको छ।
हिच्छात्मकवाद प्रदर्शनको लागि तातीमा दाहिने मुडा गर्ल दाहिने फर्क कवाच फौजी जीवनको एउटा अभिन्न अङ्ग हो। यो यस्तो माध्यम हो जसले सम्पूर्ण प्रशिक्षार्थीहरूमा आपसी समन्वय, तालमेल, भातृत्व भावना, प्रशिक्षार्थीहरूले प्राप्त गरेको तालिमको स्तर मात्र प्रतिबिम्बित नगरी सामूहिक एकता, अनुशासन, सहनशीलता तथा नेतृत्व विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्दछ। प्रमुख अतिथिहरूमा अभिवादन गर्ने क्रममा सबैभन्दा अगाडि परेड कमान्डर प्रशिक्षार्थी छ भने त्यसपछि पछाडि एक त्यसैगरी ढुङ्गामा टोलीको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रधान निरीक्षक वीरेन्द्र ढुङ्गाले। त्यस्तै गरी ढुङ्गामा टोलीको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रधान निरीक्षक आर्य थापा। कवाच प्रशिक्षकमा चारजना टोलीको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रधान निरीक्षक कृष्ण थापा। पाँचवटा टोलीको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रधान निरीक्षक कृष्ण थापा।
विचन्त कुमार अन्तिम गाडी मोड गर्न आदरणीय अतिथि महानुभावहरू, आजको यस भव्य दीक्षान्त समारोहको हाम्रा 5वटै क्षेत्रीय प्रहरी तालिम केन्द्रहरूबाट प्रत्यक्ष प्रसारण भइरहेको कुरा समेत यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छु। This prestigious parade ceremony is now live in all 5 regional police training centers. अबको क्रममा प्रशिक्षणार्थीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको कुरा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरूमा जानकारी गराउन चाहन्छु। स्पर्श गरी शपथ ग्रहण गराउने कार्यक्रम अन्तर्गत वीरताको प्रतीक गरी राष्ट्रियताको परिचय साथै विभिन्न धार्मिक आस्था अनुरूपको धर्मग्रन्थहरू सहित पनि प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनको लागि कवाच मैदानतर्फ अगाडि बढिरहेको छ। I am requested to say on as mark of respect in the personnel in uniform will salute. विचन्त कुमार राष्ट्रिय सलामी अर्पण गर्ला। अर्पण यस पश्चात दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई शब्दोच्चारणद्वारा शपथ ग्रहण गरे। नेपाल राज्यमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीव धन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधान प्रति पूर्णतया निष्ठावान रहे आफ्नो सम्पूर्ण योग्यता ज्ञान र विवेकले भएसम्म आफ्नो कर्तव्यलाई भय पक्षपात लोभ माया वा द्वेष भाव नराखी पालना गर्नेछु भनी म
सत्य निष्ठा प्रतिबद्धता सहित प्रतिज्ञा गर्दछु। देश र जनताको नाममा शपथ लिन्छु। राष्ट्रिय सलामी अर्पण गर्ला। अर्पण। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका पदाधिकारीज्यूहरू, श्रीमान पूर्व प्रहरी महानिरीक्षकज्यूहरू, पूर्व कार्यकारी निर्देशकज्यूहरू तथा समादेशकज्यूहरू, नेपाली सेनाका संयुक्त स्टाफ कलेजका निर्देशकज्यू, निजामती नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतज्यूहरू, मित्र राष्ट्रका प्रहरी अधिकारी व अन्तर्राष्ट्रिय विकास सहयोगी संस्थाका प्रतिनिधिहरू, अभिभावक, संवाददाताहरू एवं आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरू, उपस्थित प्रहरी अधिकृत तथा जवानहरू र प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू, यस दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू एवं आमन्त्रित विशिष्ट पदाधिकारीज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिवारको तर्फबाट हार्दिक स्वागत गर्न पाउँदा मलाई अत्यन्तै गौरवको अनुभूति भएको छ। नेपालमा 63 वर्ष पहिले पुल्चोकको श्रीमहलबाट थालनी भएको प्रहरी तालिमको संस्थागत विकास यात्रा विभिन्न कालखण्ड पार गरेर आजको अवस्थामा आइपुगेको छ। व्यावसायिक र जनमुखी प्रहरीको गुण र स्वरूपको आवश्यकता, आकांक्षा र युगानुकूल रूपान्तरण हुने नेपाल प्रहरीको उत्कट अभिलाषामा यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणको माध्यमबाट अग्रणी एवं सूत्रधारको भूमिका निर्वाह गर्दै आइरहेको कुरा यस अवस्थामा निवेदन गर्न सान्दर्भिक ठान्दछु। लक्ष्यमूलक जीवनको खोजीमा हिँडेका शिक्षित युवाहरू प्रहरी सेवामा आबद्ध भए पश्चात यो पुलिस एकाडेमीमा प्रवेश गराएका थियौं। करिब 19 महिना अवधिको अत्यन्तै गतिशील निर्धारित प्रक्रियाबाट हामीले प्रत्येक युवालाई असल र व्यावसायिकतापूर्ण प्रहरी बन्ने र बनाउने सघन प्रणालीमा समावेश गरायो। आज केही युवा समूह जिम्मेवारी बोध, व्यावसायिक सामर्थ्य र जवाबदेहिताको कानूनी र नैतिक साहसका साथ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ढोकाबाट बाहिरिने क्रममा छ। 2072 साल कार्तिक 10 गते प्रारम्भ भएको प्रहरी निरीक्षक आधारभूत तालिमको यो 165औं समूहमा 13 जना महिला र 119 जना पुरुष गरी कुल जम्मा 132 जना प्रहरी निरीक्षकहरू सफल प्रशिक्षार्थीको रूपमा आज दीक्षान्तको लागि हाम्रो सामु उपस्थित छन्। प्रतिष्ठानबाट प्रदान गरिने तालिमको शैक्षिक स्तरलाई अझै प्रभावकारी बनाउने क्रममा प्रहरी निरीक्षक आधारभूत तालिमलाई विक्रम सम्वत 2062 सालबाट राष्ट्रकै संस्थापक विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालयको सम्मानमा पोस्ट ग्रेजुएसन डिप्लोमा इन पुलिस साइन्सेस PG DPS मा समावेश गरिएको थियो, जस अनुसार हाम्रा यी प्रशिक्षार्थीहरू त्रिभुवन विश्वविद्यालयबाट प्रहरी विज्ञान पुलिस साइन्सेस विषयमा स्नातकोत्तर डिप्लोमा शैक्षिक उपाधि हासिल गर्न समेत सफल भएका छन्। हालसम्म कुल 565 प्रहरी अधिकृतहरूले यस्तो शैक्षिक उपाधि हासिल गरेको तथ्याङ्क हामीसँग छ। दायित्वलाई सक्षमतापूर्वक वहन गर्न सक्ने दक्ष प्रहरी अधिकृत बनाउने उद्देश्यका साथ यस प्रहरी निरीक्षक आधारभूत तालिममा समावेश PG DPS कार्यक्रम अन्तर्गतका 2 सेमेस्टरमा फाउन्डेसन अफ पब्लिक एफेयर्स म्यानेजमेन्ट, बेसिक पुलिस एडमिनिस्ट्रेसन, पुलिस अपरेसन म्यानेजमेन्ट, सेक्युरिटी म्यानेजमेन्ट र कन्स्टिट्युसनल एन्ड लिगल सिस्टम इन नेपाल, सोशल रिसर्च, डेभलपमेन्ट म्यानेजमेन्ट, क्राइम म्यानेजमेन्ट, क्राइम इन्भेस्टिगेसन म्यानेजमेन्ट र फरेन्सिक साइन्सेसका विषयहरू अध्ययन गराइएको थियो। व्यावसायिक तालिमतर्फ प्रहरी आचरण र व्यवहार, प्रहरी प्रशासन, प्रहरी कार्य, कानून अध्ययन, अपराध अनुसन्धान, प्रहरी युक्ति तथा कारवाही, कवाद, चाँदमारी, शारीरिक व्यायाम तथा क्षमता अभिवृद्धि लगायतका विषयहरूको ज्ञान, सिप तथा कौशल प्रदान गरिएको छ। प्रहरी अधिकृतहरूको आत्मबल, अनुशासन र मूल्य मान्यताहरूलाई अझ जीवन्त राख्न मुख्य तथा नैतिक शिक्षा, कानूनको अनिवार्य परिपालन, मानव अधिकारको संरक्षण र जनतासँग गरिनुपर्ने व्यवहारलाई उच्च प्राथमिकतामा राखी प्रशिक्षण प्रदान गरिएको छ। एक योग्य प्रहरी अधिकृतलाई आवश्यक पर्ने विशेष सिप विकास अन्तर्गत अनआर्म कम्ब्याट, हर्स राइडिङ, स्विमिङ, ड्राइभिङ, रक क्लाइम्बिङ जस्ता साहसिक आधारभूत सिप विकासतर्फ पनि प्रशिक्षार्थीहरूलाई प्रशिक्षित गरिएको छ। प्रशिक्षार्थीहरूलाई व्यावहारिक अध्ययन गराई कार्यक्षेत्रमा सामना गर्नुपर्ने चुनौती र समाधानको उपायबाट प्रशिक्षणकै दौरानमा परिचित गराउने र शारीरिक तथा मानसिक रूपले प्रहरीको रूपमा तयार गर्ने उद्देश्यले व्यावहारिक अध्ययन कार्यक्रम अन्तर्गत प्रहरी संगठनको आधारभूत इकाइ प्रहरी चौकीदेखि इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय लगायत क्षेत्रीय प्रहरी कार्यालयसम्मको कार्य जिम्मेवारीमा प्रत्यक्षतः समावेश गराइएको थियो। विभिन्न परिवेश तथा भूगोलबाट आएका प्रशिक्षार्थीहरूलाई देशको भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवेशसँग परिचित गराउने उद्देश्यले देश दर्शन कार्यक्रम अन्तर्गत सगरमाथा बेस क्याम्प, टिमकर भन्ज्याङ, खोरुङला पास, रारा उपत्यका जस्ता विकट भौगोलिक क्षेत्रहरूको पहिलोदै अध्ययन भ्रमण गराइएको छ। कठिन र जोखिमयुक्त सेवामा महिलाहरूको आकर्षण बढिरहेको परिप्रेक्ष्यमा प्रशिक्षार्थी महिला प्रहरी निरीक्षकहरूले तालिमको दौरानमा देखाएको लगन, क्षमता र प्रतिबद्धताको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सराहना गर्दछ। प्रशिक्षणको समग्र मूल्याङ्कनमा सम्पूर्ण प्रशिक्षार्थीहरूका साथसाथै महिला प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूले प्राप्त गरेको स्थान उल्लेखनीय आउटस्ट्यान्डिङ रहेको कुरा यस समारोहलाई जानकारी गराउन पाउँदा मलाई हार्दिक खुसी लागेको छ। आज दीक्षित हुने प्रहरी अधिकृतहरूमा कुशल एवं आदर्श नेतृत्व कला, प्रबन्धशील तथा कला, समानुभूतिको गहनता एवं संवेगात्मक सन्तुलन, रचनात्मक व्यावसायिक क्षमता सहितको संयोजित व्यक्तित्वको विकास हुन सकेको हाम्रो आकलन रहेको छ। सम्माननीय प्रधानमन्त्रीज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षार्थीहरूलाई काम प्रतिको लगन र विश्वासले सिर्जना गर्ने ताकतको बारेमा बोध गराएको छ र गम्भीर चुनौतीको सम्मुखमा पनि व्यावसायिकता पूर्ण सौम्य मर्यादा कायम राख्न सिकाएको छ। जीव, धन र मर्यादाको संरक्षण गर्ने प्रहरीको आधारभूत जिम्मेवारी प्रतिको संवेदनशीलता र व्यावसायिक क्षमता सहितको दृढताको निर्माण गराएको छ। प्रहरी समस्या होइन, समाधानको अङ्ग हो। पुलिस इज द पार्ट अफ द सोल्युसन, नट पार्ट अफ द प्रब्लम भन्ने आधारभूत दर्शनका साथ हामी परिस्थितिलाई सम्हाल्ने र समाधान गर्ने सामर्थ्य राख्ने नेतृत्वदायी प्रहरी जनशक्तिको निरन्तर विकासमा संलग्न छौँ। फर्स्ट, police yourself. Secondly, police the police. Then only
you will be able to police the people. अन्य मूल मन्त्र सहित प्रशिक्षित यी अधिकृतहरूको कार्यशैली निष्पक्ष तर दृढ फेयर बट फर्म हुनेछ भन्ने कुरामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान विश्वस्त छ। सम्माननीय प्रधानमन्त्रीज्यू, प्रहरी निरीक्षक आधारभूत तालिम 165औं समूहका प्रशिक्षार्थीहरूले भर्खरै पदको शपथ लिएका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूको गरिमापूर्ण समुपस्थितिमा लिएको यो शपथले हाम्रा दीक्षित प्रहरी निरीक्षकहरू सेवा पर्यन्त मन, वचन र कर्मले आफ्नो जिम्मेवारीको पालना गर्न उत्प्रेरित भएका छन् र आफ्नो कर्तव्यप्रति जवाबदेही बन्न अनुबन्धित भएका छन् भन्ने कुरामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पूर्ण रूपले विश्वस्त छ। राष्ट्रले अँगालेको स्थानीय तहमै स्वशासन सेल्फ गभर्नेन्सको नौलो र साहसिक अभ्यासमा यी युवा प्रहरी अधिकारीहरूले कस्तो योगदान गर्न सक्छन् र यिनीहरूको नयाँ प्रकारको अनुभवको प्रतिक्रिया कस्तो रहन्छ भन्ने कुरो आगामी दिनहरूमा प्रहरी प्रशिक्षणको राष्ट्रिय प्रणालीको लागि अत्यन्तै महत्त्व र चासोको विषय रहनेछ। प्रशिक्षणलाई प्रभावकारी तथा सफल बनाउन सहयोग गर्नुहुने त्रिभुवन विश्वविद्यालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, त्रिवी शिक्षण अस्पताल लगायतका अन्य सम्पूर्ण प्रशिक्षण प्रदायक संस्थाहरू एवं प्रशिक्षणमा संलग्न सम्पूर्ण प्रशिक्षकहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आदरणीय अभिभावकज्यूहरू, प्रहरी सेवामा आफ्ना सन्ततिहरूलाई समर्पित गर्नुभएकोमा समस्त अभिभावकज्यूहरूमा सादर धन्यवाद एवं हार्दिक आभार प्रकट गर्दै तपाईहरूको आशीर्वाद र प्रेरणाले तपाईहरूका सन्ततिहरूले आफ्नो सुकर्मद्वारा सबैलाई प्रेरित गर्न सकुन् र प्रहरी व्यावसायिकताको मूल्य, मान्यता र निष्ठामा अडिराख्न तपाईहरूको भरोसा प्राप्त गर्न सकुन् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु। अन्तमा आफ्नो अमूल्य समयको प्राथमिकतामा यस समारोहलाई प्रदान गरिदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्री लगायत सम्पूर्ण विशिष्ट अतिथि महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। प्रिय प्रशिक्षार्थीहरू, तपाईहरूको लागि मेरो प्रार्थना छ, God whom you have given your flag, give them also the strength to carry it. धन्यवाद। जय नेपाल। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर श्री दिलीराज शर्माज्यू समक्ष आफ्नो मन्तव्य राखिदिन हुन हार्दिक अनुरोध गर्दछु। I would like to request the Dean of Management Faculties of Tribhuvan University, Professor Dr. Diliraj Sharma, for his speech. सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकज्यू, गृह सचिवज्यू, महान्याधिवक्ताज्यू, मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू, नेपाल प्रहरीका विशिष्ट व्यक्तित्वहरू, अभिभावकज्यूहरू, व्यवस्थापन संकायका डिनज्यू तथा उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्द, सर्वप्रथम त मलाई त्रिवीको तर्फबाट उपस्थित भई दीक्षान्त समारोहमा 2 शब्द बोल्ने अवसर दिनुभएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु। तपाईँ नयाँ नियुक्त प्रहरी निरीक्षकहरू जो नेपाल प्रहरी जस्तो राष्ट्रको गरिमामय सेवामा छनौट भई प्रहरीभित्रको आफ्नो आधारभूत तालिम तथा त्रिवीद्वारा सञ्चालित पोस्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्सको कोर्स पूरा गरी अब राष्ट्रको सेवामा खटिन लाग्नु भएकोमा तपाईहरूलाई व्यवस्थापन संकाय डिनको कार्यालयको तर्फबाट तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु तथा तपाईहरूको आगामी भविष्यको सफलता तथा समृद्धिको कामना गर्दछु। तपाईहरूले तालिम अवधिभरमा सिकेका ज्ञान, सिप, अनुशासन तथा पीजीटीबीएस कोर्समा हासिल गर्नुभएका मानव संसाधन, अपराध व्यवस्थापन, सामाजिक अनुसन्धान, संगठन व्यवहार, मनोविज्ञान, सामाजिकरण, प्रहरी प्रशासन तथा व्यवस्थापन आदि जस्ता ज्ञानलाई सिङ्गो प्रहरी संगठनभित्र तथा जनताको सेवा गर्ने प्रयोजनमा अधिकतम प्रयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। प्रहरी सेवाभित्र व्यवस्थापनका सिद्धान्तहरूको अपरिहार्यतालाई महसुस गरी लागू गरिएको पोस्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स असाध्यै प्रभावकारी भएको परिप्रेक्ष्यमा व्यवस्थापन सम्बन्धी मास्टर डिग्रीको कोर्स समेत सञ्चालन गर्न प्रहरी संगठनले देखाएको अभिरुचिप्रति तीव्र सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा यस्ता कार्यक्रमहरू सञ्चालन गरी
प्रहरी संगठनतर्फ अझ बढी ज्ञान सिप कुशलता वृद्धि गर्ने कुरामा व्यवस्थापन संकायको तर्फबाट पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। साथै तपाईहरूको प्रहरी सेवाको कार्यकाल सफल, उच्च मनोबलका साथ देशप्रति समर्पण एवं निष्ठापूर्वक लाग्ने बनोस्, मेरो यही शुभकामना छ। धन्यवाद। नेपाल प्रहरीका महानिरीक्षकज्यू, सशस्त्र प्रहरी बलका महानिरीक्षकज्यू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशकज्यू, यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं सम्पूर्ण नेपाल प्रहरीका सबै तहका सबै दर्जाका अधिकृतहरू, आजको यस कार्यक्रममा सहभागी विशिष्ट पाहुनाहरू, विदेशी कूटनीतिक प्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायका पूर्व पदाधिकारीहरू, आज जुन यस त्रिभुवन विश्वविद्यालयका डीन लगायत सबै पदाधिकारीहरू र आजको यस दीक्षान्त समारोहमा उपस्थित हुनुभएका सबै प्रहरी निरीक्षकहरू, उहाँका अभिभावक, सबै अभिभावकहरू, सबभन्दा पहिले म आज यो 132 जना पुरुष र महिला गरिकन 132 जना जुन तपाईँहरू आज दीक्षित हुनुभएको छ, आजदेखि प्रहरी निरीक्षकको जिम्मेवारी लिनको लागि आधिकारिक रूपले प्रशिक्षित भएर तयार हुनुभएको छ। तपाईँहरूलाई सबैलाई म आफ्नो तर्फबाट, गृह मन्त्रालयको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु। तपाईँहरूको यो प्रहरी जीवन, तपाईँहरूले लिएको तालिम, तपाईँहरूले लिएको शपथको अनुसार सफलतापूर्वक सम्पादित होस्, सफल होस् भन्ने शुभकामना पनि दिन चाहन्छु। सबै अभिभावकहरूलाई पनि, जसको जो आज 132 जना प्रहरी निरीक्षकहरूका अभिभावकहरू, आमा बुवाहरू, दिदी बहिनी, दाजुभाइहरू आउनु भएको छ र जहाँ पनि उहाँहरूलाई पनि बधाई दिन चाहन्छु। तपाईँहरू आज गौरवान्वित हुने दिन हो। तपाईँको सन्तति नेपालको लागि, देशको लागि, जनताको लागि र राज्यको लागि एउटा प्रशिक्षित प्रहरी निरीक्षकको जिम्मेवारी पाउनु भएको छ। त्यसको लागि तपाईँहरूलाई पनि बधाई दिन चाहन्छु। तपाईँहरूले आफ्नो सन्ततिलाई नेपाल देशको लागि, राज्यको लागि र जनताको लागि दिनुभएको छ, त्यसको लागि पनि आभार प्रकट गर्न चाहन्छु। आज यस प्रहरी निरीक्षक आधारभूत तालिम 165औं समूहको दीक्षान्त समारोहको अवसरमा मलाई यहाँ सरिक हुने निमन्त्रणा दिनुभएको छ। आयोजकहरूलाई पनि धन्यवाद दिन चाहन्छु। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले लामो समयदेखि दक्ष प्रहरी जनशक्ति विकासमा पुर्याउँदै आएको योगदानमा आज थप एक कडी जोड्न सफल भएकोमा यस संस्थाको राष्ट्रपतिको योगदानको सराहना गर्न चाहन्छु र यस प्रयासमा संलग्न सबै वर्गमा धन्यवाद समेत दिन चाहन्छु। अपराध नियन्त्रण तथा अपराध अनुसन्धान गर्ने मुख्य जिम्मेवारी रहेको नेपाल प्रहरी संगठनका सदस्यहरूले अबको दिनमा नागरिक सेवालाई मूल मन्त्र मान्दै नागरिकसँग मिलेर काम गर्नुपर्ने आजको आवश्यकता रहेको छ। त्यसैले नेपाल प्रहरीमा नयाँ नियुक्ति लिई आज दीक्षान्त हुन लाग्नु भएको प्रहरी निरीक्षकहरूको जिम्मेवारी नेपाल राज्यको संविधानले प्रदत्त गरेको नागरिकको हक तथा अधिकारको संरक्षण गर्दै राज्यमा शान्ति सुरक्षा कायम राख्नु नै हो भन्ने कुरामा म जोड दिन चाहन्छु। तपाईहरूले प्रशिक्षणको दौरानमा लिनुभएको ज्ञान र सिप राष्ट्र तथा नागरिकको सुरक्षा एवं मानव अधिकारको संरक्षण तथा प्रवर्धनको लागि हो। तसर्थ तपाईहरूको सेवा नागरिकले बिना कुनै भेदभाव सरल एवं सहज रूपले प्राप्त गर्न सक्ने हुनुपर्दछ, जसको लागि प्रहरी सेवा नागरिकको मित्रको रूपमा
सदैव स्वच्छ तथा निष्पक्ष रूपले प्राप्त गर्न सक्ने वातावरण बनाउनमा तपाईहरू जस्तो नवयुवकहरूले जनमैत्री प्रहरी सेवा अवधारणालाई थप विकास गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। नेपाल प्रहरी संगठन समुदायको तल्लो तहसम्म उपस्थित रहने राज्यको महत्वपूर्ण संगठनको रूपमा रहेको छ र नागरिकको सबैभन्दा नजिकको सरकारी निकाय हो। तसर्थ प्रहरीले नागरिकको आकांक्षा अनुसार नागरिक सुरक्षा तथा कानूनी शासन प्रत्याभूति गराउनको लागि सदैव लगनशील तथा संवेदनशील रहनुपर्दछ। त्यसै गरी राज्यको प्रमुख दायित्वमा नागरिकको ज्यान तथा सम्पत्तिको संरक्षण गर्नु र निजहरूको सर्वाङ्गीन विकासमा सहायता गर्नु रहेकोले तपाईहरूले पनि नागरिक सेवालाई सर्वोपरि ठानी राष्ट्र सेवामा समर्पित हुनुको लागि निर्देशन दिन चाहन्छु। प्रथम चरणको स्थानीय चुनाव सम्पन्न गर्नमा नेपाल प्रहरीले पुर्याएको योगदान हामी सबैलाई विदित नै छ र अब संविधानको सफल कार्यान्वयनको लागि आगामी माघसम्ममा हामी सबै मिली दोस्रो स्थानीय चुनाव, प्रान्तीय चुनाव तथा संघीय चुनाव गराउनु पर्ने राष्ट्रको आजको आवश्यकता पूर्ति गर्नको लागि शान्ति सुरक्षा कायम राख्नमा तपाईहरूको विशेष योगदान रहनेछ भन्ने पनि मैले विश्वास लिएको छु। अन्तमा आज दीक्षान्त भई जान लाग्नु भएको सम्पूर्ण प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई पुनः बधाई दिँदै तपाईहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र मलाई यस अवसरमा निमन्त्रणा गरी केही कुराहरू राख्न दिनुभएकोमा आयोजकप्रति पुनः धन्यवाद दिन चाहन्छु। जय नेपाल। त्यसै गरी सर्वद्वितीय र सफल रहनुभएको छ प्रशिक्षार्थी प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङ, माता राजकुमारी तामाङ र पिताकी प्रहरी निरीक्षक केशवराज भट्ट, स्वर्गीय माता कमलादेवी भट्ट र स्वर्गीय पिता वजीरदत्त भट्टको सुपुत्र बैतडी जिल्लामा जन्मनु भई मानविकी संकायमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको छ। त्यसै गरी अध्ययनतर्फ प्रथम हुन सफल हुनुभएको छ प्रशिक्षार्थी प्रहरी निरीक्षक नरेश राम भएको छ प्रशिक्षार्थी प्रहरी निरीक्षक नरबहादुर साउद, माता सुनादेवी साउद र पिता किशन सिंह साउदको सुपुत्र कञ्चनपुर जिल्लामा जन्मनु भई मानविकी संकायमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको छ। शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि। यसै गरी चाँदमारी प्रथम हुन सफल हुनुभएको छ प्रशिक्षार्थी प्रहरी निरीक्षक पुष्कर राज पन्त, माता कलावती पन्त र पिता प्रशिक्षार्थी प्रहरी निरीक्षक दीपक थापा, माता मनकली थापा र पिता लङ्क बहादुर थापाका सुपुत्र बागलुङ जिल्लामा जन्मनु भई शिक्षा संकायमा सानुबाबु तामाङकी सुपुत्री काभ्रेपलाञ्चोक जिल्लामा जन्मनु भई विज्ञान संकायमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको छ। कार्यक्रममा उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू, सञ्चारकर्मी मित्रहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौँमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम 165औं समूहको दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भई आफ्ना केही भनाइहरू राख्न पाउँदा मलाई विशेष रूपले खुसीको महसुस भएको छ। यसका लागि म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रतिष्ठान परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सर्वप्रथम आज दीक्षित हुनुहुने प्रहरी अधिकृतहरूलाई 19 महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण, लगन र मेहनत पश्चात प्रहरी निरीक्षक तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई दिँदै कार्यक्षेत्र र व्यक्तिगत जीवनमा तपाईहरूलाई सदैव सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यस विशिष्ट समारोहमा तपाईहरूबाट भर्खरै प्रदर्शन गरिएको अत्यन्तै
फुर्तिलो र व्यावसायिकता झल्कने कवाजका लागि पनि विशेष रूपले धन्यवाद दिन चाहन्छु। राष्ट्र र जनताको सेवाका लागि आफ्नो सुयोग्य सन्तान नेपाल प्रहरीमा प्रवेश गराउने दीक्षित प्रहरी निरीक्षकका परिवारजनहरूमा नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। समग्र राज्यको सुरक्षा र सञ्चालनमा आन्तरिक सुरक्षाको महत्त्वपूर्ण र गहन जिम्मेवारी सरकारले नेपाल प्रहरीलाई दिएको छ। त्यसैले नेपाल प्रहरी कानून कार्यान्वयन तथा सरकारको कार्यकारी अधिकारको कार्यान्वयनमा अग्रपंक्तिमा रहेको हुन्छ। यो कानूनको आँखा पनि हो जसले सबै ठाउँमा निगरानी राख्दछ। यस अर्थमा यसलाई आइरन ह्यान्ड अफ गभर्नमेन्ट पनि भन्ने गरिन्छ। नेपाल प्रहरीको इतिहास भन्नु नै त्याग, समर्पण, कर्तव्यनिष्ठ, बलिदान एवं सत्य सेवा सुरक्षण प्रतिको प्रतिबद्धता हो। शान्ति सुरक्षा अमन चैन भनेको प्रतिदिन मात्र नभई प्रति घडीको महत्त्वपूर्ण विषय हो। यस अति गरिमामय तथा संवेदनशील विषयको कार्यभार नेपाल प्रहरीलाई राज्यले सुम्पिएको छ। दीक्षित हुन लाग्नु भएका तपाई अधिकृतहरू यी सबै विषयहरूसँग परिचित मात्र होइन, अभ्यस्त पनि भएको हुनुपर्दछ। प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न आवश्यक पर्ने ज्ञान, सिप र दक्षता अभिवृद्धिका लागि हालका दिनमा प्रहरी निरीक्षक आधारभूत तालिमलाई आधुनिकीकरण तथा अन्तर्राष्ट्रिय रूपमा समेत शैक्षिक प्राज्ञिक पहिचान दिलाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा पीजी डिप्लोमा कार्यक्रम सञ्चालन गराई तालिममा व्यावसायिक बनाएको जानकारी पाउँदा अझ खुसी लागेको छ। यसबाट परिवर्तित जटिल सामाजिक परिवेशका चुनौतीहरू सामना गर्न तपाईहरू सैद्धान्तिक तथा व्यावहारिक रूपमा सफल, सबल र सक्षम बन्नु भएको छ भन्ने विश्वास मैले लिएको छु। नागरिकको सेवामा समर्पित संगठन भएको कारण नागरिक प्रति सदैव उत्तरदायी र जिम्मेवार रहनै पर्दछ। यसका लागि प्रत्येकले आफूलाई अझै बढी जनमुखी, जनउत्तरदायी र व्यावसायिक रूपमा सेवा प्रवाह गर्न आफूलाई तयार राख्न समेत यस अवसरमा म तपाईहरूलाई विशेष रूपले निर्देशित गर्न चाहन्छु। समय र प्रविधिको विकास सँगसँगै अपराधको क्षेत्रमा समेत नयाँ नयाँ चुनौती र जटिलताहरू थपिएका छन्। यस्ता चुनौतीहरूलाई व्यावसायिक र प्रभावकारी रूपमा सामना गर्न हामीमा अझ परिष्कृत ज्ञान, सिप साथै दायित्वबोध र निरन्तर लगावको खाँचो पर्दछ। तसर्थ तपाईहरू कार्यक्षेत्रमा खटिँदा पनि आफ्नो कर्तव्य र जिम्मेवारी प्रति नयाँपन सहित सदैव संवेदनशील रहन पनि म विशेष आग्रह गर्दछु। मुलुक संघीय संरचनाकोमा प्रवेश गरि नै सकेको छ। यो सन्दर्भमा देशभर आवश्यक पर्ने प्रहरी जनशक्तिको उत्पादन तथा विकास गर्ने केन्द्रीय प्रशिक्षण संस्थाको रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विकास गर्दै थप पूर्वाधार तथा स्तर वृद्धि गर्नु आजको आवश्यकता हो। यसमा सधैँ सरकार सकारात्मक रहेको छ र रहिरहनेछ। सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीमा संख्या वृद्धि र साथसाथै गुणात्मक विकासमा अझ बढी जोड दिनु महत्त्वपूर्ण छ। संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचन एउटा महत्त्वपूर्ण आधारशिला हो। यस कुरालाई मध्यनजर गरी सरकारले स्थानीय तहको पहिलो चरणको निर्वाचन व्यापक जनसहभागितामा सम्पन्न गरिसकेको छ भने दोस्रो चरणको निर्वाचन पनि त्यसरी नै व्यापक जनसहभागिता सहित उत्सवकै रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै स्थानीय तहको दोस्रो चरण तथा प्रदेश र संघका निर्वाचनहरूमा समेत यस्तै भूमिकाको अपेक्षा गर्दछु। दीक्षित हुन लाग्नुभएका दीक्षित अधिकृतहरूले पनि स्थानीय तहको निर्वाचन सम्पन्न गराउने चुनौतीपूर्ण अवसर प्राप्त गर्नुभएको छ, जुन अवसर राष्ट्र र व्यक्तिगत जीवनका लागि समेत महत्त्वपूर्ण हुनेछ। लोकतन्त्रसँगै आम नागरिकमा राज्यप्रतिको माग र आकांक्षाहरू पनि बढेर गएका छन् भने अर्कोतर्फ केही आपराधिक र
र गैर राजनैतिक तत्त्वहरू यस अवसरलाई उपयोग गरी अवांछित क्रियाकलाप सञ्चालन गर्ने कसरत पनि गरिरहेका छन्। दीक्षित भई जान लाग्नु भएका तपाईहरूले आफ्नो कार्यक्षेत्रमा आफूलाई प्राप्त ज्ञान, कौशल र सिपको सही र उचित सदुपयोग गरी यस्ता अवांछित क्रियाकलापलाई नियन्त्रण गर्नुहुनेछ भन्नेमा पनि म विश्वास व्यक्त गर्दछु। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान व्यावसायिक तथा कुशल जनशक्ति उत्पादनमा अहोरात्र क्रियाशील संस्था हो। यसै परिप्रेक्ष्यमा प्रतिष्ठानलाई अझ समृद्ध र विकसित तुल्याई दक्षिण एसियाकै न्युट्रल भेन्यूका रूपमा विकास गर्नुपर्ने आवश्यकता हाम्रा अगाडि छ। प्रतिष्ठानलाई सोही अनुरूप अगाडि बढाउन आवश्यक पर्ने सहयोग गर्न सरकार हमेशा तयार रहेको छ। अन्त्यमा प्रहरी अधिकृतहरूलाई पुनः बधाई दिँदै तपाईहरूको उज्जवल भविष्य, उत्तरोत्तर प्रगति एवं सफलताको कामना गर्दछु। यस प्रतिष्ठानको आदर्श वाक्य ज्ञान, कर्म, कौशल अनुरूप प्रशिक्षण दिई नेपाल प्रहरीको सुयोग्य, कर्मठ, इमानदार, कर्तव्यनिष्ठ र अनुशासित अधिकृतहरू उत्पादन गर्नुभएकोमा प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सम्पूर्ण अधिकृत तथा अन्य सम्बद्ध सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै सुयोग्य सन्तान जन्माएर राष्ट्र र जनताको सेवामा अग्रसर गराउन उत्प्रेरित गर्ने आज दीक्षित अधिकृतहरूका सम्पूर्ण अभिभावकहरूलाई पनि हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्न चाहन्छु। धन्यवाद। त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोस्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स कार्यक्रम अन्तर्गत प्रहरी निरीक्षक आधारभूत तालिम 165औं PGTPS 8औं ब्याच समूहको दीक्षान्त समारोहलाई अत्यन्त प्राथमिकता दिई हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस कार्यक्रममा गरिमामय उपस्थिति एवं सारगर्भित मन्तव्य समेतका लागि प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक कृतज्ञता जाहेर गर्दछु। आज सम्माननीय प्रधानमन्त्रीज्यूको यस गरिमामय उपस्थितिले समस्त प्रहरी संगठनका सदस्यहरू, आज दीक्षित हुने प्रहरी अधिकृत र प्रहरी अधिकृतका परिवारजन समेतलाई गौरवान्वित तुल्याएको कुरा निवेदन गर्दछु। यसै गरी माननीय उपप्रधान तथा गृहमन्त्रीज्यू, गृह राज्यमन्त्रीज्यू लगायत त्रिभुवन विश्वविद्यालयका पदाधिकारीज्यूहरू एवं सम्पूर्ण अतिथि महानुभावहरूमा यहाँहरूको गरिमामय उपस्थितिको लागि नेपाल प्रहरी संगठनका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम 165औं तथा PGTPS 8औं समूहको आज विशेष समारोहका साथ दीक्षान्त गर्ने अवसर पाउनु हाम्रो लागि गौरवको विषय हो। अत यस कार्यक्रमलाई सैद्धान्तिक एवं पाठ्यक्रमदेखि स्वीकृति एवं 8औं समूह सञ्चालनसम्मका क्षणहरूमा निरन्तर सहयोग एवं सहकार्यका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका आदरणीय डिन तथा पदाधिकारीज्यूहरूमा हृदयदेखि आभार व्यक्त गर्दछु। PGTPS कार्यक्रम सञ्चालनमा ल्याउन आफ्नो निरन्तर अथक परिश्रमका साथै आवश्यक सबै प्रकारको सहयोग प्रदान गरिरहनुभएका यस कार्यक्रमका कार्यक्रम प्रमुख डाक्टर राजीव विक्रम राणालाई हार्दिक धन्यवादका साथै सहयोगको निरन्तरताको समेत अपेक्षा हामीले राखेका छौं। साथै यसै वर्षदेखि 30 जनाको संख्यामा मास्टर इन पुलिस साइन्स MPS पनि सञ्चालनार्थ त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत प्रदान भएकोले आगामी दिनहरूमा यो कार्यक्रममा पनि सञ्चालनमा ल्याउने कुरा प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूमा जानकारी गराउन चाहन्छु। प्रहरी निरीक्षक आधारभूत तालिम सबैभन्दा माथिल्लो प्रवेश बिन्दुमा प्रदान गरिने आधारभूत तालिम भएकोले आज दीक्षित हुने जनशक्तिले भविष्यमा संगठनको विविध तहका नेतृत्व सम्हाल्नुपर्ने दर्जा भएकोले यो तालिम संगठनको विशेष अभिरुचि र प्राथमिकतामा रहेको कुरा निवेदन गर्दै आज दीक्षित हुने प्रहरी अधिकृतहरूले मातृभूमि र नागरिकको सेवामा गर्ने योगदानले आगामी दिनमा प्रहरीको छविलाई अझ बढी उज्याउनेछ भन्ने मैले विश्वास लिएको छु। आजबाट प्रशिक्षणको दिन समाप्त र परीक्षणको दिन सुरु भएकोले तालिम केन्द्रको पर्खालभित्र रहेका बाधा पार भन्दा व्यावसायिक जीवनका बाधा र अवरोधहरू निकै संवेदनशील रहेको तर्फ प्रशिक्षार्थीहरूलाई सजग गराउन चाहन्छु।
व्यावसायिक जीवनमा आइपर्ने चुनौतीलाई तपाईँको इमान्दारिता, निष्पक्षता र व्यावसायिक कौशल र युक्ति लगाएर पार गर्नुहुनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ। तपाईहरूलाई राष्ट्रको आवश्यकता, राष्ट्रिय चुनौतीको साथसाथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आइपर्ने चुनौतीलाई सामना गर्न सक्ने गरी प्रशिक्षण प्रदान गरिएको छ। यस प्रशिक्षणले तपाईहरूलाई प्रदान गरेको ज्ञान, सिप, कौशललाई अझ बढाउँदै आगामी दिनका तपाईँको कार्यक्षेत्रमा तपाईँले आफूलाई खरो उतार्नुहुनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ। प्रहरीले आफ्नो जीवनमा धेरै अनुकूल र प्रतिकूल दुवै परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। प्रहरी जीवन धेरै पटक कर्तव्य र मानवीय संविधानको दोसाधमा पर्ने गर्दछ। कयौं परिस्थितिमा जीवन र मृत्युको पातलो रेखासँग साक्षात्कार गर्नुपर्ने हुन्छ। आफ्नो सेवाकालको दौरानमा धेरै पटक विभिन्न परीक्षाबाट गुज्रिनुपर्छ। त्यसैले विभिन्न परिस्थितिजन्य अनि भौतिक चाहनाबाट माथि उठेर मात्र आफूलाई व्यावसायिक अधिकृतको रूपमा स्थापित गर्न सकिन्छ भन्नेतर्फ सजग गराउन चाहन्छु। आजसम्म यस संगठनमा रहेका प्रहरी सदस्यहरू विभिन्न राजनीतिक परिवर्तनका साक्षी र ती कालखण्डका उतार चढाव सिचोलेर तपाईँ सामु उभिएका छन्। तर तपाईहरू मुलुकले अनेकौं बलिदान पश्चात पाएको नयाँ संविधानको शपथ र नयाँ ऊर्जा लिएर कर्मभूमिमा पाइला हाल्दै हुनुहुन्छ। त्यसैले तपाईहरू नयाँ युगको प्रतिनिधि हुनका साथै अग्रजहरूले बसालेको रीति, तिथि र नीतिका राम्रा र सकारात्मक पक्षहरूलाई जनसमुदाय र भोलिका पुस्तामा संरक्षण गर्ने सम्भाग पनि हुनुहुन्छ। तपाईहरूको काँधमा कानूनी राज्य अनि सामाजिक न्याय सुनिश्चित गर्दै समानुपातिक, समावेशी र सहायतामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणका लागि आम नागरिकको आशाको परिपूर्ति लगायत सुरक्षा प्रत्याभूतिको गहन जिम्मेवारी आइपुगेको छ। मातृभूमिको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै संविधान प्रदत्त मौलिक हक तथा मानवाधिकारको संरक्षण, सम्वर्धन, राज्यका निर्देशक सिद्धान्तको अनुसरण तथा नीतिको क्रमशः कार्यान्वयन गर्दै समृद्ध, समुन्नत र शान्त र सुरक्षित नेपाल बनाउने गहन दायित्व रहेको छ। बदलिदो विश्व परिवेशमा पुलिसिङ केवल एउटा शब्द मात्र नभई एउटा शैली पनि हो। यो अत्यन्त चलायमान र चुनौतीपूर्ण छ। अबको प्रहरी व्यावसायिकता शान्ति सुरक्षाको साथसाथै सामाजिक विकासका हरेक पक्षसँग गाँसिएको हुन्छ। त्यसैले संगठन र मुलुक दुवैका लागि व्यावसायिक तथा सृजनशील प्रहरी अधिकृत अपरिहार्य भएको छ। सत्मार्ग र सत्कर्मले मात्र व्यक्तिगत रूपमा आफ्नो र समग्र संगठनको छवि उच्च बनाउने हुँदा भोलिका दिनमा संगठन र समाज दुवैले खोज्ने र रोज्ने असल पात्रको रूपमा आफूलाई सामर्थ्यवान बनाउनुहोस्। संविधान कार्यान्वयन अन्तर्गत भर्खरै स्थानीय तह अन्तर्गत पहिलो चरण 283 स्थानमा निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ। अबको दोस्रो चरणको निर्वाचन पनि सम्पन्न गराउन अन्य सुरक्षा निकाय एवं सरकारवालाहरूसँग समन्वय र सहकार्य गर्दै हामी दिलो जानले लागि परेको बेहोरा निवेदन गर्न चाहन्छु। यसै अवसरमा आज दीक्षित हुने लगायत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई दोस्रो चरणको निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन कर्तव्यनिष्ठ भई लाग्न निर्देशन समेत गर्दछु। हाम्रा सामु राष्ट्रिय सुरक्षा र अखण्डताका सवाल बेला बखत चुनौती र जटिलताहरू देखिँदै आएका छन्। अन्तर्राष्ट्रिय परिस्थितिहरूमा देखिएका चुनौतीका अवसरहरूबाट हामी पनि अछुतो रहन सकेछौँ। यी असर र काम गर्न सक्ने अवसर र ती परिस्थिति र ती विभिन्न आन्दोलन एवं हिंसात्मक एवं गैर कानूनी गतिविधिहरू बेलामा हाम्रा माझ चुनौती बनेर देखा पर्छ। त्यसैले यस्ता चुनौतीपूर्ण अवस्थासँग मुकाबला गर्न र त्यो चुनौतीलाई अवसरमा बदल्न आज दीक्षित हुन लागेका तपाईहरूले कार्यक्षेत्रमा आफूलाई प्राप्त प्रशिक्षणको सही र उचित सदुपयोग गरी सफलता हासिल गर्नुहुनेछ भन्ने मैले विश्वास समेत लिएको छु। तपाईहरू सबैको पारिवारिक र व्यावसायिक जीवन सुखद एवं सफल रहोस् भन्ने शुभेच्छा र कामनासहित अन्त्यमा आफ्नो अधिकारी व्यवस्थाका बावजुद हाम्रो आमन्त्रणलाई स्वीकार गरी आतिथ्यता ग्रहण गरिदिनुभएकोमा पुनः प्रमुख अतिथिज्यूहरू, आमन्त्रित महानुभावहरू र यस दीक्षान्त समारोहमा दीक्षित भइजाने
प्रहरी अधिकृतका अभिभावकवर्ग र प्रशिक्षणमा संलग्न समग्र प्रतिष्ठान परिवार र गुरुवर्गहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद। जय नेपाल। सतर्कमा हुन निश्चित कवायद सम्माननीय सलामी अर्पण गर्न अर्पण। निश्चित कवायद सशस्त्र गर्न इच्छुक भई जाने प्रशिक्षार्थीहरूबाट कार्यक्षेत्र प्रस्थानका लागि प्रमुख अतिथिज्यू समक्ष अनुमति लिन परेड कमान्डर मञ्चतर्फ आउँदै हुनुहुन्छ। श्रीमान निश्चित कवायद कार्यक्षेत्र प्रवेशको लागि अनुमति चाहन्छ। निश्चित कवायद मार्च मिल्ला मार्च मिल। चार